फाइनली गाइस मैले सुरुमा काम गरेको ठाउँमा आइपुगेँ मलमा पनि यही हो मैले पहिला सुरुमा मल काम गरेको हैन यो सनैपुत्र मल भन्छ चाहिँ यही ट्रेनबाट आएको हो है गाइस अब यहाँ भित्र जाँदैछु म मलमा एकछिन हैन किनभने धेरै समय पछाडि म आएँ नि त यहाँ छ्यासै घुम्न जाने हो भित्र के कस्तो हैन भयो परिवर्तन हैन यहाँ जाने हो फाइनली गाइस म चाहिँ मलभित्र प्रवेश गर्दैछु कस्तो छ स्टेसनबाट एकैचोटि भित्र छिर्ने हो त्यो चाहिँ बाटो है यहाँ अगाडि दाइ हुनुहुन्छ यो दाइ चाहिँ यहीँ काम गर्नुहुन्छ पहिल्यै सुरुमा आएदेखि चिनेको हो र उ दाइसँग अझ यता घुम्न आएको हो है म चाहिँ यहाँ छु म चाहिँ धेरै समय पछाडि घुम्न आएको है यो महलमा किनभने म पहिल्यै यहीँ काम गर्थेँ नि त त्यही भएर हो गाइस मलभित्र छिरिसकेका छौँ यस्तो रहेछ होइन पहिला भन्दा केही फरक अनुभव भयो मलाई चाहिँ यस्तो छ यहाँ दाइ चाहिँ पैसा निकाल्न आएको क्या आज मलाई पार्टी दिने अरे दाइले त्यही भएर पैसा निकाल्न आएको एटिएम है गाइस म काम गर्दा नि यस्तै थियो यो होटल पनि यहीँ थियो यो पपहरू पनि यहीँ थियो फलफुल पसल पनि यहीँ थियो होइन एटिएम पनि यहीँ रहेछ है गाइस ल अब दाइले पैसा कति निकाल्छ फाइनली गाइस दाइले 100 रुपियाँ मात्र निकाले अरे पैसा होइन अब यता जाउँ यता छ होइन चिकन राइस यताबाट घुम्दै जाउँ न होइन यस्तै थियो पहिला पनि खासै फरक त भएको छैन यहाँ यो होटलमा एउटा नेपाली दाइ थियो काम गर्ने अहिले कहाँ हुनुहुन्छ थाहा छैन मलाई अब हामी यो लिफ्टदेखि माथि निस्केर मेरो पहिला पुरानो काम गरेको ठाउँदेखि बाहिर निस्किने हो यहाँभित्र हो हाम्रो कम्पनीको चाहिँ मेन भनेको यो चिकन राइस सप हो है यही हो हाम्रो कम्पनीको चाहिँ खासै बिजी रहेन रहेछ मोटे दाइ टुप्पी बाँधेर मैला छु मुनि यता माथि यस्तो छ है यहाँ माथि डुब्यो पनि छ यहाँ मुनि चिकन राइस छ अहिले सिप्रिङ छैन सिप्रिङ बन्द भइसकेको छ मैले काम गर्ने चाहिँ यहीँ माथि थियो ट्याक्क यो पनि भत्काएको रहेन रहेछ यहाँदेखि बाहिर निस्किन्छ तर मेरो होटल चाहिँ पहिला यहाँ थियो क्या यहाँ थियो मेरो होटल यहाँ थियो अहिले त्यो बन्द भएर अहिले यस्तो बनाएको छ ल है कडा बनाएको छ अब हामी यहाँबाट बाहिर निस्किन्छौँ लखर देख्दैन यहाँ छ पछाडि है जस तर यहाँ काम गर्दाखेरि धेरै रमाइलो थियो क्या आनन्द थियो क्या नजिकै थियो रुम पनि होइन यहाँ यस्तो बनाएको रहेछ है Oh my god यहाँ थियो हाम्रो होटल यता चाहिँ खाली बनाएको छ कति आनन्द थियो भने नि गाइस यहाँ यो काम गर्दाखेरि चाहिँ अब जे कुरो पनि यहाँ क्या सबै कुरो पाइने होइन अब मल यही भइहाल्यो काम गर्ने ठाउँ रेल स्टेसनमा पनि त्यहीँ थियो जहाँ जानलाई रेलबाट सस्तो पनि पर्थ्यो ग्राब गर्नु पर्दैन अनि अब ब्रेकको टाइममा यतैतिर बस्दा पनि भइहाल्थ्यो अथवा रुममै गएर बस्दा पनि भइहाल्थ्यो रुम यहाँदेखि उतापट्टि हो धेरै लाग्दैन थियो 5 मिनट लाग्थ्यो रुम जान पनि अहिले त तपाईँको 15-20 मिनट जानुपर्छ लामो होइन यस्तो थियो है मेरो काम गर्ने ठाउँ पहिला 2022मा म यहाँ आएको थिएँ यो मलमा है हो यो ठेलागाडा म यहाँ आउँदा पनि कहिलेकाहीँ यहीँ बेच्न आउँथ्यो
अहिले पनि यहीँ रहेछ क्या यो ठेलागाडा चाहिँ यहीँ हुँदो रहेछ यहीँ व्यापार गर्दो रहेछ हामी यही बाटो हुँदै रुम जान्थ्यौँ है कति आनन्द थियो नि आएर काम गर्नलाई ट्याक्क लाएर यस्तो थियो है यो ट्रेन स्टेसन जाने बाटो हो यहाँ तल खोला माछा पाउँछ माछा यहाँ माथि रेल स्टेसन हामी अब रुममा पकाइ खान मन लागेन भने पनि अब यतैतिर होइन बङ्गालीहरूको होटल रेस्टुरेन्टहरू हुन्छ होइन अनि इन्डियनको रेस्टुरेन्ट हुन्छ त्यतैतिर पकाइ खाँदा पनि हुन्थ्यो क्या त्यतैतिर किनेर खाँदा पनि हुन्थ्यो क्या तर उहाँ चाहिँ अहिले चाहिँ होइन रुममा खाए पनि नखाउने रुममा पकाएर खानुपर्छ बनाएर खानुपर्छ गाह्रो छ हौ यही हो रुम ऊ त्यहाँ परदेखि सट्टै यता छिर्ने हो रुम त्यही हो र आज अब धेरै समय पछाडि साथीभाइहरूसँग पनि भेट हुने हो कहिले यता सरेको हो यो यता सरेको अहिले अनि त्यहाँ सरेको थियो होइन ए खै अब तपाईँले खुवाउनुहुन्छ नि खाने भने मसँग त पैसा छैन यस्तो छ यही बाटो हिँड्थेँ क्या म यही बाटो हिँड्थेँ कति लगभग 10 महिना जति काम गरेँ होला म यहाँ होइन यही बाटो हिँड्थेँ क्या आनन्द आउँथ्यो होस्टेल भनेको चाहिँ कहाँ थियो भने तपाईँको यहाँ तपाईँलाई देखाउँछु यो घरदेखि उतापट्टिको यो होटल एसकेवाई भएको ऊपट्टिको त्यो कालो कालो परेको त्यो होस्टेल होइन कति पनि लाग्थेन क्या त्यहाँदेखि यहाँ आउनु अनि अहिले चाहिँ बन्द भएर म सरिसकेको छु सदा धेरै ठाउँ सरिसकेको छु कपाल काट्नु थियो कहाँ कपाल काट्नु अनि कपाल काटेर गएर नुहाउनु पऱ्यो होइन अहिले आउनु भरे आउनु कति वर्ष 20 रुपियाँमा कसले काट्छ 20 रुपियाँमा काट्नुभन्दा त बरु आफै मेसिन किनेर खुल्काउने हो फाइनली दाइले ट्याक्क लाएर होइन मिनरल वाटर र पनि किनिहाल्नु भयो अब रुम जाँदैछु म यता पछाडि छु पछाउँदै किनभने उहाँ दाइहरूको अलग रुम रहेछ अहिले अनि त्यो भएर मलाई थाहा छैन नि त म त यता पछाडिको भन्ने थिएँ पहिला पछाडि बस्नु हुन्थ्यो र यता पछाडि देख्नु हुँदैछ त्यो सन्नाइ त्यो तपाईँहरूलाई त्यो जुम गरेर देखाउँछु यो सन्नाइ पुत्र यसमा म काम गर्थेँ पहिला अहिले चाहिँ छोडिसकेको छु धेरै भयो 2-3 वर्षै भइसक्यो होइन म आएकै त 3 वर्ष नागिसक्यो त्यही हो गाइस ल अब रुम पुगेर है अब आज त दाइले पार्टी दिने हो ओ भाइ धेरै समय पछाडि आएको छु पार्टी दाइको तर्फबाट भाइलाई हो उहाँ दाइ चाहिँ पश्चिमको हुनुहुन्छ सल्यान होइन सल्यानको होइन दाइ उहाँ पश्चिम सल्यानको हुनुहुन्छ म पूर्वेली त्यो पनि एकदम होइन आलो काँचो भनौँ न उहाँ दाइ भनेको दाइ नै भयो म चाहिँ आलो काँचो देख्नुभयो नि होइन यही अरे यही होइन होस्टल कति लामो हो अग्लो कति तल छ ए लगेज अब फेरि भेटाउँला है लगेज आइपुग्यो है यता साथी छ सुतिरहेको छ
नयाँ हस्टेल रहेछ साथीहरूको, पहिलाको पुरानो होइन रहेछ। म बसेको चाहिँ जोस बबाल रहेछ, बबाल है। अब तपाईँहरूलाई बाहिरको नजारा देखाउँछु, देखो कैसा नजारा है। कति रमाइलो छ नि है, कति रमाइलो छ। पहिला मैले यहाँ काम गरेँ हो। यो सनैपुत्र मल हो, सनैपुत्र मल, यसमा काम गर्थेँ। जस्ट लामो समय पछाडि आएँ, रमाइलो लाग्यो, खुसी लाग्यो होइन। कति यस्तो छ, कति आनन्द छ, रमाइलो छ। ल भन्दै आजलाई यति नै भन्दै बाई बाई।